नमस्ते सबैजनालाई। आजको बिहानी सुत्दै सबैको शुभ रहोस् आजको दिन। अब म रेडी भयो, पसल जानु पऱ्यो, पसल खोल्न। यस्तै छ, जिन्दगी चलिरहेछ बिस्तारै बिस्तारै। अब यो दारी पनि दुईवटा फुलिसकेको छ, के गर्ने। अब बुढो भइयो जस्तै लागिरहेको थिएन, यो दाडीले बुढो बनाए जस्तो देखिन्छ अब मलाई त। त्यसै गरिकन हिजो आज यो सुकुम्बासी समस्याले आज बिहानदेखि सुकुम्बासीको घर टहरा उक्काउने भनिरहेको थियो सरकारले। घर टहरा नभएका सुकुम्बासीलाई व्यवस्था गरिदिनु पर्यो यो नेपाल सरकार भनेर मैले हिजो भिडियो बनाएको थिएँ। खै कतै केही मेरो सुझाव सल्लाह कसैले पनि मलाई केही दिएन। अब मेरो 3 पुस्ते सुकुम्बासी मान्छे म, के गर्ने होला सरकार भन्दै मलाई। जय नेपाल, जय नेपाली। सबैको भलो होस्, पशुपति नारायणले राम्रो चाहन, नेपालमा शान्ति आओस्।